आजको दिन चाहिँ मेरो एकदमै नराम्रो रहेछ गाइज। र के गर्नु अब त्यस्तै हो। र वेलकम छ तपाईँहरू सबैजनालाई मेरो आजको ब्लगमा। र नराम्रो भन्दा पनि नराम्रो पनि कसरी भन्नु, राम्रो पनि कसरी भन्नु भने जस्तो खालको। र अनि नराम्रो चाहिँ राम्रो भन्दा जाँदाखेरि अब मेरो चाहिँ घरमा आउनुभएछ पाहुना। र पाहुना आउँदा चाहिँ यति खुसी लाग्छ नि त। र अनि पाहुना भन्दाखेरि यता मेरी फुपू बुइनीहरू सबैजना आउनुभएको छ। अनि माइती आउँदा त झन् कति हो कति खुसी लाग्छ नि त होइन। र अनि त्यही भएर यहाँ बसेर चिया खाँदै थियौँ। हिजै आउनुभएको थियो दिदीहरू। अनि म चाहिँ अनि यता गएँ बारीतिर, दिदीहरूको घरतिर त तरकारी सरकारी पनि छैन। अनि यसो टिपेर हालिदिनु पऱ्यो भनेर यहाँ न यो निबु पनि कति फलेको छ। अनि त्यसैको लागि यो निबु अनि यहाँ कुन्दुली पनि थिएँ। मैले तपाईँलाई अस्ति अगाडिको ब्लगमा पनि देखाइरहेको थिएँ निबुमै कुन्दुली फलेको छ माथिपट्टि लहरिएर भनेर। र अनि त्यो पनि टिपेँ, यता निबु पनि टिपेँ। अनि निबु यति राम्रो निबु देखेर लोभ लाग्यो अब सबैजनालाई। यो निबु फेरि बाह्रैमास फल्छ। र अनि यो मेवा पनि दिदीहरूकोतिर चाहिँ बान्दर लाग्छ नि, दिदीको घर सोलङ हो। र अनि कसले दिदीलाई चिन्नुभएको छ कमेन्ट गरेर भन्नु होला। र अनि दिदीहरूकोपट्टिको कोही हुनुहुन्छ र मेरो भिडियो हेर्नुहुन्छ भने मलाई भन्नु होला। र अनि यतापट्टि चाहिँ एकदम बान्दरले केही हुन दिँदैन अरे। अनि यो निबुको चाहिँ कलम बाँधेर लानुपर्ने रहेछ भन्दै हुनुहुन्छ। अनि यहाँ भिनाजुलाई भन्नुभयो के गरेर। अनि यहाँ भिनाजु पनि हेर्दै हुन्छ। र भिनाजु त लाग्नुभएछ यता कलम बाँध्न भनेर। यहाँ हेर्नु न यो कलम बाँध्ने चाहिँ मैले देखेकी चाहिँ थिएँ अगाडि, तर कसरी बाँध्छन् त्यो चाहिँ मलाई आइडिया थिएन एकदमै। र अनि ऊ त्यसरी त्यो जिनिसलाई पहिले खुर्किँदा रहेछन्। अनि यहाँ के गर्दा रहेछन्। मान्छेले कति थोक जानेका होइन, गर्न थाल्दा त जे पनि हुन्छ नि त अब। र अनि यता कपडा लिनुभयो, बोस्ता खोज्दै हुन्थ्यो, बोस्ता थिएन। अब कहिले त्यसरी पाटाको बोस्ता पनि पाइँदैन। र अनि बोस्ता खोज्दै हुन्थ्यो, बोस्ता नभएर मैले त्यही चेतेको तन्दाको टुक्रो एउटा ल्याएर दिएँ। अनि त्यसमै गोबर माटो मिसाएर के गरेर त्यसलाई अनि अब जडीबुटी के हो अनि त्यतापट्टि फिटिङ गर्दै हुन्छ भिनाजु। अनि म चाहिँ यता फेरि थिएँ बेलीचन्दाका पात, ती पनि टिपेर हालिदिनु पऱ्यो। तरकारी नहुने ठाउँमा त चिजै हुन्छ नि त। र अनि त्यो गोबर त्यहाँ त्यसरी लगाएर ठ्याप्प पारेर अनि त्यो कपडाले बाँधिदिनुहुन्छ अरे। अब बाँधिएपछि त्यहाँ जरा निस्किन्छन् होला। अगाडि पनि मैले अरू कसैले गरेको देखेकी थिएँ त्यस्तो चालले नि त। त्यो लिचुहरू पनि राम्रो जातको लिचुहरूमा पनि यसरी कलम लगाएको मैले देखेकी थिएँ। तर त्यो यसरी बाँधेको चाहिँ देखेकी थिइनँ। त्यो माने बाँधिसके पछाडि हो त्यसरी टोप्ला पारेर राखेको चाहिँ देखिरहेको थिएँ। अनि के हो त्यो भनेर सोद्धाखेरि त्यो कलम गरेको भन्थे। अनि ए कसरी चाहिँ हुन्छ होला जस्तो लागिरहेको थियो। तर आज अब भिनाजुले देखाइदिनु भयो यसरी हुन्छ भने। तर अब सक्सेस चाहिँ हुन्छ कि हुँदैन त्यो चाहिँ म भन्न सक्दिनँ। सक्सेस भयो भने म पछाडि तपाईँहरूलाई भिडियो गरेर जरुर देखाउने छु। अनि यो जरा पलायो भने पछाडि अब फुपू घर त जाने आउने भइ नै राख्छ नि त होइन। अनि त्यसैको लागि यता जाँदा आउँदा लिएर जाँदा भइहाल्छ भनेर अनि त्यसलाई चाहिँ कलम गर्नु पर्दो रहेछ ऊ त्यसरी। र अनि म चाहिँ सबै थोक अब यतापट्टि सक्यो बारीमा। अनि सब्जी टब्जी के थियो लिएर आएर, सब्जी भन्नाले केही नै थिएन, त्यही निबुहरू मात्रै थियो। निबु र अनि त्यही कुन्दुली अलिकति अनि मेवा त्यही मात्रै थियो। अहिले त बारीमा बर्खा जङ्गलै मात्रै छ, केही छैन अर्थोक। अनि यता पदिना थियो, पदिना पनि मैले यहाँ न कस्तो ढड्यान भइरहेछ पदिना पनि। अनि यो पनि मैले उखेलेर हालिदिएँ। उखेलेर हालिदिनु पऱ्यो भनेको दिदीले ले म सफा गरेर लान्छु भन्नुभयो। अनि दिदीलाई नि जिम्मा लगाइदिएँ, मसँग त टाइम पनि थिएन। अनि एक दुईवटा फुल लान्छु भन्नु भएन न, मलाई यस्तो बारुलाले टोको भने नि त राम। त्यही भएर मेरो आज दिन नराम्रो भने कि गाइस। र अनि अहिले त हात पनि सुन्निएर डमडम भइरहेछ। यस्तो भने फुलको हाँगो भात नगयो कि त्यस्तो भएर। अनि सबै थोक सकेर खाइदाइ भिनाजुहरूको भयो जाने पनि बेला, पाहुनाहरू के अब आइसकेपछि गइसक्ने बेला भइहाल्छ। र अनि भिनाजुहरू पनि टमटममा जानुभयो। र आजलाई मेरो ब्लग पनि सकिन आँट्यो। अब यति नै हो। बाई बाई गाइस, फेरि भेटौँला भोलिको ब्लगमा। र दिदीलाई चिन्ने कोही हुनुहुन्छ भने भन्नु होला। बाई।